टसिदेलेक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लुडो साहु उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन ज्यूद्वारा तिब्बती र भारतीय प्राचीन ज्ञानको लागि दलाई लामा केन्द्रको शिलान्यास। परम पावन ज्यूद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई शोक सन्देश व्यक्त। परम पावन ज्यूद्वारा पोप बेनेडिक्ट 14 को निधनमा शोक व्यक्त। परम पावन ज्यूद्वारा ब्राजिलका नयाँ राष्ट्रपति लुला दा सिल्वालाई बधाई व्यक्त। सिक्किमद्वारा नयाँ दिल्ली र कोलकातामा कार्यक्रमहरूको एक श्रृङ्खलाको प्रस्तुति। अब समाचार विस्तारमा। यस हप्ता मङ्गलबार परम पावन दलाई लामा ज्यूद्वारा तिब्बत र प्राचीन भारतीय ज्ञानको लागि दलाई लामा केन्द्रको सम्भावित साइटको भ्रमण र शिलान्यास गर्नुभयो। कार्यक्रममा कानुन र न्याय मन्त्री किरण रिजिजू, बोधगयाका विधायक कुमार सर्वजित र बिहार सरकारका कृषि मन्त्री लगायत भारतीय विशिष्ट व्यक्तिहरू उपस्थित थिए, जो मुख्यमन्त्री नीतीश कुमारको तर्फबाट उपस्थित हुनुभएको थियो। यस केन्द्रले हृदय र ज्ञानको संस्कृति, विशेष गरी 7औं शताब्दीमा तिब्बतमा आएका भारतीय परम्पराहरू सिक्ने, बुझ्ने र प्रावधान गर्नुमा समर्पित पाठ्यक्रमहरूको साथ विभिन्न बौद्धिक र शैक्षिक आवश्यकताहरू पूरा गर्नेछ। यस अवसरमा परम पावन ज्यूले विश्वमा शान्ति सुनिश्चित गर्न अहिंसा वा अहिंसाको अभ्यास गर्न प्रोत्साहित गर्नुभएको थियो। परम पावन ज्यूले गत हप्ता बोधगयामा आफ्नो शिक्षाको समापन गरेपछि गेलुक परम्पराबाट परम पावन ज्यूलाई दीर्घायुको प्रार्थनाको प्रस्ताव राखेका थिए। यसपटकको शिक्षामा 80 विभिन्न देशका 70,000 भन्दा बढी भक्तजनहरूले सहभागी रहेको थियो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आमाको निधन खबर सुनेपछि परम पावन ज्यूले प्रधानमन्त्रीलाई पत्र लेखेर पवित्र स्थान बोधगयाबाट श्रद्धाञ्जली र प्रार्थना व्यक्त गर्नुभएको थियो। केन्द्रीय तिब्बती प्रशासन र तिब्बत जनताको तर्फबाट सिजोङ पेम्बा छिरिङले पनि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई शोक सन्देश पठाउनु भएको थियो। यस हप्ता मङ्गलबार परम पावन दलाई लामा ज्यूले पोप एमिरेट्स बेनेडिक्ट 14 को निधनप्रति दुःख व्यक्त गर्न नयाँ दिल्लीमा भ्याटिकनको कूटनीतिक प्रतिनिधि एपोस्टोलिक नोनसिएचरलाई शोक पत्र लेख्नु भएको थियो। उहाँको आध्यात्मिक भाइको लागि प्रार्थना व्यक्त गर्दै परम पावन ज्यूले क्याथोलिक चर्चको सदस्यहरूलाई संवेदना व्यक्त गर्नुभयो र पोप बेनेडिक्टको जीवनबाट पाठ लिएर धार्मिक सद्भाव र विश्व शान्तिमा योगदान दिन हामीले जे गर्न सक्छौँ गर्नुपर्छ भन्नुभयो। यस हप्ता बुधबार परम पावन ज्यूले लुइज इन्सियो लुला दा सिल्वालाई ब्राजिलको राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेकोमा बधाई व्यक्त गर्नुभएको थियो। परम पावन ज्यूले नयाँ राष्ट्रपतिको भोकमरी उन्मूलन, धनी र गरिब बीचको खाडल बन्द गर्नको साथै जलवायु परिवर्तन सम्बन्धी उहाँको प्रयासलाई विशेष गरी पारिस्थितिक रूपमा महत्त्वपूर्ण अमेजन वनको संरक्षण गर्ने सन्दर्भमा प्रशंसा गर्नुभयो र उहाँको आशा र आकांक्षा पूरा गर्न सफल हुनुहोस् भन्ने कामना व्यक्त गर्नुभयो। बोधगयामा आफ्नो व्यस्तता पूरा गरेपछि सिजोङ पेम्बा छिरिङले नयाँ दिल्लीमा भ्रमण कार्यक्रमको श्रृङ्खला गर्दैछन्। नयाँ दिल्लीमा कार्यक्रम सुरु गर्नु अघि सिजोङले यस हप्ता बुधबार कोलकाताको एक दिने भ्रमण गर्नुभएको थियो, जहाँ उनले कोह ग्रुप फर तिब्बतका पूर्वी क्षेत्रीय संयोजक श्रीमती रुबी मुखर्जीद्वारा सञ्चालित सेमिनारमा उद्घाटन सम्बोधन पनि दिनुभएको थियो। गत हप्ता शुक्रबार सिजोङ पेम्बा छिरिङले बोधगयामा आशाको ज्वाला लाइट अफ होप कार्यकर्ताहरूसँग भेटेर अन्तर्क्रिया गर्नुभएको थियो। अन्तर्क्रियाको क्रममा सिजोङले कार्यकर्ताहरूलाई जापानी शिक्षा संस्थानहरूमा सामाजिक, भावनात्मक र नैतिक शिक्षा अनुवाद गर्न र सिकाउन सिफारिस गर्नुभएको थियो। आशाको ज्वाला सन् 1945 को अगस्तमा हिरोसिमामा भएको बम विस्फोटबाट उत्पन्न भएको संस्था हो र यस संस्थानले आफ्नो पहलबाट विश्वभरमा शान्तिको सन्देश फैलाउने लक्ष्य राखेको छ। हस्त यसका साथै आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।